राम राम भाई, आज का ब्लॉग में शुरू कर रहा हूँ। पहिला सुरुमा चाहिँ 2 लाखको हेलमेट लगाएँ, त्यसपछि ह्यान्डसम देखिनुपर्छ भनेर मैले 5 लाखको चस्मा टक्क मजासँग लगाएँ। लगा मेरा मजाक। त्यसपछि आफ्नै BMW बाइक लगेर म गएँ विश्वको सबैभन्दा ठुलो घर हेर्न। मैले पनि हेलमेट सेलमेट चस्मा लगाएर पुरा मस्त मुस्कुराउँदै हाँस्दै जाँदै थिएँ। त्यति बेला नै एउटा दाइ पुरा स्ट्यान्ड देखाउँदै आउँदै हुनुहुन्थ्यो। दाइको पुरा भिडियो स्टुडियो बनाएर पुरा लो एङ्गल हाई एङ्गलबाट भिडियो बनाउँदै पुरा गइरहेको थियौँ दाजुभाइ। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना। एकैछिनपछि आफ्नो यसो थोप्रा देखाइदिएको त दाइ त गायब भनेको। त्यसपछि आफ्नो BMW बाइकलाई फुल स्पिडमा लगेर हामी गयौँ विश्वको सबैभन्दा ठुलो घर हेर्न। घर चाहिँ पुरा ठुलो रहेछ, त्यसैले मैले लो एङ्गलबाट पुरा त्यसको सुटहरू लिएको छु। विश्वको सबैभन्दा ठुलो घर हेरिसकेपछि हामीहरू चाहिँ आफ्नै BMW बाइकमा टक्क मजासँग सनसेट हेर्दै टक्क नेचरहरू हेर्दै हामी चाहिँ घरतिर फर्क्यौँ। आजको लागि चाहिँ यति नै। अर्को ब्लग हेर्नको लागि चाहिँ म फेरि घुम्न जान्छु अनि फेरि बनाउँछु, अनि हेर्नुहोस् ल।